एकजना मान्छे चाहिँ फ्याँ फ्याँ भएर ढल्यो त्यो मान्छे। नमस्ते, शुभ बिहानी। आज हामी लाग्दैछौँ बेसी सहरतर्फ र आजको हाम्रो यात्रा हुनेछ बेसी सहरदेखि खानसा। हेलो गाइज, के छ त नि हालखबर? हामी अहिले कहाँ छौँ रे? बेसी सहर जाँदैछौँ है त हामी। अब हामी आज बेसी सहरबाट हामी खानसा आजै जाने हो। हामी आजै जाने हो अनि आजै हिँड्न कोसिस गर्ने हो, तर सकिन्न होला जस्तो लाग्छ। तर सकिँदैन। हेलो गाइस, आजै जाने हो। आज चाहिँ हामी मनाङ कुन ठाउँ जाँदैछौँ भन्दा तिलिचु ताल जाँदैछौँ। तिलिचु तालमा आज हाम्रो लमजुङबाट खानसारको यात्रा छ। अब हामी खानसार जाँदैछौँ होइन। गाडी जान्छ कि जाँदैन माथिसम्म, तर मैले सुनेको खानसारसम्म चाहिँ गाडी जान्छ अरे होइन। ल होइन, अब हाम्रो गाडी चाहिँ यो चाहिँ होइन, हाम्रो गाडी यो चाहिँ हो है। यसमा जाने हो हामी फुल रिजर्भमा है। यो अब हामी चारजना, हाम्रो टिम बाहेक कोही पनि चढ्दैन यो गाडीमा। यो हाम्रो लागि मात्रै हो यो गाडी। यसमा कोही आउट प्यासेन्जरहरू कोही पनि छैन। अब हामी यसमा मोज गर्ने छ। यो हामी कहाँ रे? मनाङ जाँदैछौँ है हामी। मनाङ सिमसिमे पानी त बप्पाल दामी सही हो हेर्दै बस हाम्रो पारा यस्तै हो हामी हामी यस्तै त हो नि हो हामी यस्तै त हो नि हो हामी यस्तै त हो नि हो जहिले यस्तै त हो नि हो हामी यस्तै त हो नि हो जहिले यस्तै त हो नि हो हामी यस्तै त हो नि ब्रो। सुतिरा होला होइन, अझै सुतिरा होला होइन, अझै सुतिरा होला होइन। हामी म अहिले कहाँ छु थाहा छ? तिलिचु ताल जानेको बिचमा छु। ए यो के झर्ना भन्छ यसलाई? ताङग्रिङ लमजुङको झर्ना है। झगुरु झर्नातिर हामी अब कहाँ पुग्यौँ रे? यो कहाँ आइपुग्यौँ हामी? कहाँ रे? स्याङ्गे रामबजार आइपुग्यो हामी अब बेसी सहरबाट। होवाल बाटो आमा के हो यो बाटो हो यो आमा। No. च्यामे आइपुग्यौँ है हामी। च्यामे भन्ने थाहा छ नि हजुरलाई होइन? लमजुङको च्यामे भन्ने यो हेर्नुहोस् त झर्ना यस्तो बवाल छ कि यस्तो बवाल। नेपालमा नि यस्तो लुकेको ठाउँहरू छ नि होइन, तपाईँहरू कल्पनै गर्न सक्नुहुन्न क्या। तपाईँहरू यहाँ आएर फोटोसुट हान्न सक्नुहुन्छ। यो च्यामे भन्ने ठाउँ हो, यो बवाल रहेछ होइन। यहाँबाट अलिकति चिसो हुँदै जाँदो रहेछ। तपाईँहरू चाहिँ राम्रो ज्याकेट एउटा ल्याउन नबिर्सिनु होला। अनि त्यहाँदेखि यस्तो टोपी एउटा ल्याउन चाहिँ नबिर्सिनु होला है त। लामो घर जा गाडी हल्का ढक भएको जस्तो लाग्छ, तर भएको छैन, तर भएको छ।
So we are just checking, making sure everything is okay. Black monkey niga. तपाईहरुले बाहुबली हेर्नुभयो फिल्म बाहुबली खलीबली एसएस राजा मौलीको बाहुबली फिल्ममा जुन थियो प्रभास चढ्छ नि माथि पहाडमा दिबारा ला 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 केडाओ हेलो यही हो अक्टोपस झरना बवाल ओए बाहुबली 5 मा यही सुट हान्नुपर्छ है ल 1 2 3 गो Right now हामी चाहिँ अब यो मनाङ भन्दा धेरै भए 30-40 किलोमिटर यता छौँ। त्यहाँ चाहिँ हिमाल छ हो त्यहाँ यहाँ चाहिँ यो होइन फेरि यो चाहिँ हो हिमाल तर हिमालले बादल लाग्छ होइन यस्तो लिड छ मौसम जाडो यस्तो जाडो हाल लामो अर्कोचोटि आउँदा म अर्कोचोटि त आइन्न होला त्यही पनि सब रेडी भएर आउनुपर्छ हातमा हामी जस्तै मैले आज प्लान बनाएँ भोलि हिँड्ने होइन है बेसी सहरको लामो यात्रा 9 घण्टाको यात्रापछि हामी अहिले मनाङ आइपुगेका छौँ हामी हिजो बेलुकै मनाङ आइपुगेको हो लगभग 9 बजी थियो होला 1 बजी हामी त्यहाँबाट हिँड्यौँ 9 बजी हामी मनाङ आइपुग्यौँ मनाङ आएर हामी होटल होटल याकमा बस्यौँ होइन यहाँको हस्पिटालिटी एकदम राम्रो छ यहाँको रुमहरू यहाँको सर्भिसहरू यहाँको फुडहरू एकदम राम्रो छ है तपाईँहरू पनि मनाङमा आएर यहाँ बस्न सक्नुहुन्छ अब हामी यहाँबाट लगभग बेस क्याम्प 9-10 घण्टामा पुगिन्छ होला है के अरे त्यो खानसार पनि पुगेको छैन है हामी यहाँबाट लगभग 2-2.5 घण्टा लाग्छ अरे खानसारको चाहिँ अनि त्यहाँबाट चाहिँ लगभग 7-8 घण्टामा बेस क्याम्प पुगिन्छ अरे अब त्यतिन्जेललाई चाहिँ अब हामी मनाङको एकछिन भ्यू हेरौँ है त ल एक्सट्रिम छ यार एक्सट्रिम छ भ्यू त्यहाँ बवाल छ भ्यू चाहिँ बवाल छ है मनाङको भ्यू सबै मनाङको ब्युटी लुक एट द ब्युटी अफ मनाङ सच अ ब्युटिफुल मनाङ चाहिँ मनाङको ब्युटी गाड गुलादी निस्किसक्यो यार हिँड्दा यस्तो दामी स्टनिङ ब्रेथ स्टनिङ भ्यू छ क्या हेर्नुहोस् यहीँ छ कि हिमाल यहीँ छ कि आँखै अगाडि यस्तो नजिक छ कि त्यही पारिपट्टि हो सुमन कस्तो अनुभव भइरहेछ त रिल्याक्स फिल भइरहेको रिल्याक्स गएर बोरा कस्ने होला नि त घर त राइट हामी चाहिँ अहिले भात खान लागेको छौँ भात आइसक्यो हाम्रो चाहिँ सेकेन्ड डे हो भात हान्ने अनि चल्दिने कहाँ रे थिले छु बेस क्याम्प यहाँको भ्यू चाहिँ यस्तो दामी छ 2.5 घण्टाको हिँडाएपछि हामी मनाङबाट खाङसार आइपुग्यौँ जिप पनि आउँथ्यो तर हामी हिँड्ने यसो वार्मअप गर्ने भनेर खाङसारसम्म आइपुग्यौँ अब हामी यो खाङसार होटलमा खानासाना खायौँ खाङसार होम रुफटप रेस्टुरेन्ट एन्ड बारमा
चट्ट लाएर यहाँ खाना खाएर अब हामी लाग्यौँ बेस क्याम्पतर्फ है त ल हामी खाङसारबाट 5 मिनट जति हिँड्यो होला 5 मिनट हिँडेको एकजना मान्छे चाहिँ फ्याँ फ्याँ भएर ढल्यो है यो मान्छे लगभग होइन आधी घन्टा नि हिँडेको छैन क्या हामी आधी घन्टा हिँडेको यो मान्छे फ्याँ फ्याँ भयो क्या यो मान्छेले गर्दा हाम्रो अब ट्रिपै क्यान्सल हुने भयो त्यही पनि माथि तालमा बन्द छ अरे ताल बेस क्याम्पबाट माथि तालमा जान दिएको छैन अरे आइस हिउँ बढी भएर अब हाम्रो फ्ल्याटै भइहाल्यो यो मान्छे अब हिँड्नै नसक्ने भइहाल्यो अब हिँड्न नसकेपछि के जाने है अब अरूहरू त अब आउँदैछन् कि अरूहरू त यस्तो ठाउँमा आएर यहाँ आएर टुप्पोमा आएर खारसाङबाट माथि चढेपछि मान्छे आउट फ्ल्याट यही घाने भन्ने मान्छे यही हो मै हो अरे हजुर हिँडेको यो आउट मान्छे